पस्यो मकै भित्र सुवा छेक्यो रुखले बाँदर पस्यो मकै भित्र सुवा छेक्यो रुखले भनौँ कि खै भनौँ एउटा मुखले 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 भनौँ कि खै भनौँ एउटा मुखले
जोरदार ताली दिउँ पालपाली शान्ति दिदीको यो अहिले नेपाली समाजमा घटेको यथार्थ घटना बाँदरले किसानलाई सताएको कुरा उहाँले पटक पटक आएर खबरदारी सन्देशमूलक राज्यसँग पुर्याउने काम गर्नुहुन्छ। बाँदरले खेती खाइदिएर सतायो, अब कि क्षतिपूर्ति देऊ कि बाँदर नियन्त्रण गरिदेऊ। बडा अहिलेको महत्त्वपूर्ण कुरा र असाध्यै चुनौतीको कुरा पनि हो यो। शान्ति दिदीलाई जहिले आउँदा पनि हामीले सन्देशमूलक गीत गाउन दिइराखेका हुन्छौँ। आज पनि हिमालय टेलिभिजन इन्द्रेणी.com युट्युब र पेजमा तपाईँले हेरिराख्नु भएको छ। यसलाई सेयर लाइक कस्तो लाग्छ सन्देश सुझाव दिनुहोला। आज शान्ति दिदीलाई साथ दिनुभयो आरोही आर्याल बहिनी र रोशनी मगर, अनि हाम्रो किसा बजगाई, अनि हाम्रो विक्रम गुरुङ, त्यसै गरी श्रीराम अधिकारी र प्रितम पाठक, यहाँलाई धन्यवाद। आज एकदमै रमाइलो भयो यहाँहरूको यो साथमा र दिदी यहाँलाई हार्दिक स्वागत छ। के भन्नुहुन्छ? धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि आउन पाम्ला नपाम्ला मलाई साह्रै गीत गाउने धोको थियो। बाँदरको गीत यहाँ आएर अहिले गाउँला भने आज 6 दिन भयो म अस्पतालमा आएको दबाई गर्नु। अहिले महिना पछि हिँड्न पर्यो महिना पछि बोलाएन अस्पतालमा। त्यो मुटुको रोगी छु, अब अस्पताल आइरहनु पर्ने। त्यही आएको बेला यसो गीत गाउँछु भनेर बसेको। अहिले कस्तो छ? सन्चो त हुँदैछ नि? पिसेको हुँदैछ। 1 महिनामा आइज र अनि कस्तो छ हेरौँला भनेर बोलाउनु भएको थियो। अनि अहिले फेरि 3 महिना बोलाउनु भयो। यो गीत कस्तो लाग्यो बहिनी? हजुर दाइ, मैले टिकटकमा सुनिरहेको त्यो एउटा टुक्का चाहिँ बाँदर आयो उताबाट नानी बोकेर भन्ने दिदीले गाउनु भयो, राम्रो लाग्यो। आज कस्तो लाग्यो विक्रम सर गीत? एकदम रमाइलो भएको छ। कहिलेकाहीँ इन्द्रेणी आउने गर्छु। यसपालि अब यो सागा दावा भनेर हाम्रो बुद्धि सरको चाहिँ 1 महिनाको हुन्छ, त्यसको लागि आएको थिएँ र अब सधैँ पनि यहाँ आइराख्ने हाम्रो इन्द्रेणी घर आइराख्छु। सबैले मसिनो बच्चाहरू जोसँग कला छ, क्षमता छ, स्फूर्त रूपले अगाडि आउन पाइन्छ, इन्द्रेणीमा आउन पाइन्छ र आएर गीत गाउन पाइन्छ। आएर गीत गाउँदाखेरि सहयोग दिनैपर्छ भन्ने कतिले चाहिँ प्रश्न पनि गरेको थियो, तर त्यो चाहिँ होइन। इन्द्रेणीले चाहिँ एकदम प्रोत्साहन, पछिकोलाई प्रोत्साहन गर्ने र अगाडिको अग्रजहरूलाई सम्मान गर्ने कार्यक्रम इन्द्रेणी एकदमै प्यारो छ। सबैले हेरिराख्नुहुन्छ। मेरो त बाबाआमाले बिहान बेलुका त एकदम धेरै हेर्नुहुन्छ। आज शान्ति दिदीलाई प्रितम भाइले बहुत साथ दिनुभएको छ। यहाँलाई जोरदार ताली। दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धेरै पीडितहरूको घाउको मलम बन्नु भएको छ दाइ। यो कसैले पनि गर्न नसकेको यो एकदम अमूल्य काम गर्नु भएको छ दाइलाई। जति नै सम्मान गरे पनि कमै हुन्छ।